आफ्नो गाउँको बारेमा भन्दै आफ्नो साथीलाई चिठी लेख। मिति 2081 12 महिना 18 गते। ठेगाना जहदा गाउँपालिका। प्रिय साथी आकाश, मिठो सम्झना। आशा छ तिमी सन्चै छौ त्यहाँ, म पनि सन्चै छु। धेरै दिन भयो हामीले कुरा नगरेको, त्यसैले म यो चिठी लेख्दै छु। म यस चिठीमा आफ्नो गाउँको बारेमा लेख्न गइरहेको छु। मेरो गाउँ सानो छ तर सुन्दर छ। हाम्रो गाउँ पोखरिया हाल जहदा गाउँपालिका भित्र पर्छ। मेरो गाउँमा लगभग 60 देखि 70 घरहरू छन्। जनसङ्ख्याको कुरा गर्ने हो भने 150 देखि 200 होला। मेरो गाउँमा बसोबास गर्ने मानिसहरू धेरै मेहनती र लगनशील छन्। सबैले मेहनत गरेर आफ्नो जीविकोपार्जन गर्छन्। यहाँका मानिसहरू धेरैजसो कृषि पेसामा आबद्ध छन्। मेरो गाउँ नजिक एउटा स्कुल पनि छ। यस स्कुलमा हाम्रो गाउँको बच्चाहरू र अरू गाउँका बच्चाहरू पनि आउँछन्। सहर जस्तो प्रदूषित हुँदैन हाम्रो गाउँ। यहाँ सफा हावा र सफा पानी हुन्छ। हाम्रो गाउँका मान्छेहरू आफ्नै बारीमा फलाएको तरकारी खान्छन् र बेच्छन् पनि। त्यही भएर गाउँका मानिसहरू धेरै बाँच्ने गर्छन्। मैले आफ्नो कलम यही बन्द गरेँ। तिमी पनि आफ्नो सहरको बारेमा मलाई लेख ल। तिम्रो प्यारो साथी केशव। खामको नमुना पठाउने नाम ठेगाना। तपाईँले आफ्नो नाम र ठेगाना लेख्नुपर्छ र पाउने कसलाई लेख्नुहुन्छ उहाँको नाम र ठेगाना लेख्नुहोला।